मन्दिर जानु भनेपछि यति धेरै जाँगर चल्छ अनि आज त झन् महाशिवरात्रि नजाने त कुरै भएन। शिवजी जस्तै लाइफ पार्टनर पाउनका लागि यति चाहिँ गर्नै पर्ने हुन्छ है साथी। म चाहिँ शिवजीको एकदमै ठुलो भक्त हो, अरूले विश्वास गरोस् या नगरोस्। म चाहिँ धर्म कर्ममा एकदमै विश्वास गर्ने मान्छे हो अनि अरूले भने पनि मलाई प्रभाव हुँदैन कि, किनभने मेरो साथमा चाहिँ भगवान हुनुहुन्छ र मेरो फ्यामिली पनि हुनुहुन्छ। मेरो फ्यामिलीले सपोर्ट गर्यो भने मलाई पुग्छ कि, अरूले नराम्रो भन्नेमा मलाई केही फरक पर्नेवाला चाहिँ छैन। र मलाई राम्रो भनिदियो सबैले भनेर भिडियोहरू अपलोड गर्ने पनि होइन, म आफ्नो तरिकाले अपलोड गरिरहेको छु। भगवान गौतम बुद्धले भन्नुहुन्छ तिमी जस्तो कर्म गर्छौ त्यस्तै फल प्राप्त हुन्छ, त्यसैले राम्रो कर्म गर्नु। अरूलाई भन्नुभन्दा अगाडि कयौँचोटि सोच्नुहोस् उसलाई असर पर्छ या पर्दैन भनेर। सो म चाहिँ आजको टपिक भन्दा धेरै बाहिरै गएछु जस्तो लाग्यो साथीहरु। आज चाहिँ महाशिवरात्रि हो भनेर हजुरहरूलाई थाहा नै छ अनि आज चाहिँ म बिहानै मन्दिर गएँ अनि मेरो साथीहरू पनि थियो नि त, अनि त्यही भएर चाहिँ हामी सँगै पूजा। हजुरहरूले मेरो ब्लग हेर्नु भएको छ भने त हजुरहरूलाई थाहा नै छ म धेरै जसो चाहिँ मन्दिर आइरहेको हुन्छु अनि आज त झन् विशेष दिन नआउने कुरै भएन। सो त्यही भएर चाहिँ हामी पूजा गर्न आएको थियौँ बिहानै। मन्दिर जानु भनेपछि चाहिँ मेरो साथीहरू पनि पछि हट्दैनन् क्या, उनीहरूले नै जानुपर्छ है भनिरहेको थियो अनि मैले पनि सोचिरहेको थिएँ जानु। सबैको कुरा मिलिसकेपछि चाहिँ हामी मन्दिर आयौँ बिहानै भन्दा पनि 7 बजिसकेको थियो कि 8 बज्न आँटेको थियो। के गर्नु, ढिलो चाँडो त यस्तै हो, चाँडो हुँदैमा केही हुन्न, स्वच्छ मनले चाहिँ पूजा गर्नुपर्छ भनेर हामी चाहिँ आएको थियौँ। अनि आएर चाहिँ घाम पनि टलल टल्किरहेको थियो, बिहानै आउन खोजिरहेको थिएँ नुहाइधुवाइ गर्दा अनि आफ्नो मन्दिरमा पनि पूजा गर्दा गर्दै ढिलो भयो कि, अनि त्यही भएर चाहिँ हामी ढिलो आएको। शिवजीलाई रातो वस्त्र मनपर्ने भएकोले चाहिँ मैले रातो कुर्ता सुरुवाल लगाएको थिएँ अनि मेरो साथीहरूले पनि कुर्ता सुरुवाल लगाएको थियो अनि सबैजना एकदमै राम्री भएर आएका थिए नि त। हामीले चाहिँ पालो टिका लगायौँ अनि त्यसपछि प्रसादहरू पनि खायौँ अनि मेरो चाहिँ भिडियो नै क्याप्चर भएन छ क्या, अलिकति मात्र रहेछ अनि त्यो चाहिँ मैले राखिनँ अनि मेरो साथीहरूले चाहिँ टिका लगाएँ अनि मैले पनि लगाएको थिएँ। त्यसपछि चाहिँ हामीले हल्का भिडियोज अनि फोटोजहरू क्याप्चर गऱ्यौँ। मेरो चाहिँ मोबाइल पनि अफ हुन आँटिरहेको थियो नि त, मैले बिहान चाहिँ चार्ज नलगाइकन गएको थिएँ, त्यही भएर चाहिँ हामीले भरिपूर्ण फोटोजहरू टिकटकहरू चाहिँ बनाएनौँ। त्यही पनि हामी चाहिँ एकदमै रमाइलो गऱ्यौँ, आज चाहिँ एकदम रमाइलो भयो। यति जेलसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद अनि भेट्नुपर्छ अर्को ब्लगमा। बाई बाई एभ्रीवान।